भिडियोमा हेरेर नि आऊ 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 मन लाग्यो अन्त आएको। नेपालीको दसैँमा लाग्ने यस्तै लिङ्गेपिङ एकदमै मजा आउँछ खेल्नलाई। कस्तो रमाइलो भइरहेको छ हेर्नुहोस् न। भाइ जिन्दगी नै अनुभव हो भन्नु यार, र यही अनुभव म गरिरहेको छु है। भोलचुटीको यहाँनिर चाहिँ एकदमै क्युट ब्यागहरू छ हेर्न सक्नुहुन्छ। एकदमै दामी दामी, एकदमै सस्तो पनि रहेछ। हामीले सोचिरहेको थियौँ यति दामी छ महँगो पर्छ होला भनेको, त सस्तोमै पाउँदो रहेछ। भाइ चाहिँ सिलगढीबाट आउनु भएको अरे है। भाइकोमा चाहिँ हामीले धेरै सपिङहरू गऱ्यौँ, धेरै भन्दा पनि 2टा ब्याग किन्यो। दामी दामी रहेछ हेर्नुहोस्। हजुर भोलि दिउँसोको लागि चाहिँ बोलाइदिइराख्नु भनेको। लु है, यहाँनिर एकदम दामी दामी ब्याग छ। भोलि दिउँसोसम्म बस्नुहुन्छ कि कति बजीसम्म बस्नु? बेलुकासम्म नै हुन्छ नि। ए भोलिसम्म छ यहाँ चाहिँ मेला। दामी दामी ब्यागहरू छ है। थ्याङ्क यू भाइ, हामीलाई चाहिँ डिस्काउन्ट गरिदिनु भयो भाइले। दामी राम्रो एकदम कम्ती दाममा दामी दामी ब्यागहरू छ। फेरि कहाँबाट किन्नु नि अन्त मन पऱ्यो भने चाहिँ यहाँ चाहिँ लिप बामहरू, ओइलहरू, धेरै कुरोहरू नि पाउँदो रहेछ राम्रो राम्रो। यसको कति हो? 1400। यिनीहरूको चाहिँ 450। 500हरूको चाहिँ 200 रुपियाँ। कस्तो मजा मजा क्युट डोकोहरू छ। कहाँबाट आउनु भएको तपाईँ चाहिँ? दार्जिलिङबाट। ए सिलगढी गोर्खे हाटको। डोको लिनु, डोको किन्नु। यो पनि दामी छ नि, क्युट छ, मजाको छ। 2टामा एउटा किन्छु। यो त महँगो पर्छ रहेछ। यो किन्छु यो डोको। खानु दिँदैन। यता आलु थुक्पा अरे हो। के छ त? उहाँ चाहिँ सेलरोटी आलुदम। सेलरोटी आलुदम। हेलो मेरो भेना, यहाँ भेट भयो। जय गोर्खा। गोर्खे अचार पनि रहेछ यहाँ। मेरो छोरा चाहिँ आलु थुक्पा खाने अरे। यहाँ चाहिँ नि हामीले रमाइलो गर्दै है आलु थुक्पा पनि टेस्ट गऱ्यौँ, चटपटे पनि टेस्ट गऱ्यौँ। चटपटे पनि यस्तो मिठो थियो, गिलो चटपटे भनेर सुनेको चाहिँ थियो तर खाएको थिएन। आज फर्स्ट टाइम गिलो चटपटे पनि मजाले खायो, एकदमै टेस्टी लाग्यो। अनि कोदोको चाहिँ हामीले मोमो खाइरहेको छौँ। कोदोको मोमो चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि एकदमै टेस्टी थियो, यति तातो थियो, कस्तो मजा आइरहेको थियो कोदोको मोमो खानुलाई। अनि त्यस्तै पिरो फेरि चटपटे हो, कस्तो मजा आइरहेको थियो, इन्जोय भइरहेको थियो हामीलाई। बहिनीहरूको नृत्यले त अझै झन् मजा आइरहेको थियो, अझै धेरै धेरै नृत्यहरू थियो, धेरै लामो भिडियो।
यहाँ चाहिँ हामीले मोबाइलको साउन्ड नसुनेर चाहिँ मुखबाटै डाइरेक्ट गीत गाउँदै नाचिरहेछ बहिनीहरूले। यो गानामा सिकेको रहेछ पहिले नै, त्यही भएर आफै गाउँदै हामी रिल्स बनाउँछौँ नि ल भनेर भन्नुभयो त, अन्त आफै गाउँदै रिल्स बनाइरहेछ, इन्जोय गरिरहेको छ। मजा आयो बहिनीहरूसँग पनि भेटेर। सबैजनालाई बाई बाई, जय गोर्खा। हामी चाहिँ एक फन्के बनाउँछ, यता चाहिँ 2 फन्के गरिरहेछु हो। म चाहिँ बहिनीसँग भेट भएँ आज हो, आजको। तपाईँ चाहिँ आजको हिरोइन, अन्त आजको हिरोइन होइन। तपाईँ त यस्तै ब्युटिफुल, सबैले नै एकदम मन पराउनुहुन्छ तपाईँको भिडियो, अनि हामी मन पराउँछु हो। थ्याङ्क यू तपाईँलाई पनि हो। अन्त सबै ठिकै छ, अब तपाईँ आउनु भएको छ, भोलि भेटौँ ल है। भोलि आउनु ल।